अहिलेको सरकारलाई मेरो दशौली जोडी बिन्ती छ। मेरो नाम मोदनाथ प्याकुरेल, सिन्धुपाल्चोक जिल्ला ठोकर्पा, भगवान श्रीरामचन्द्रले ठोक्रो र सीतामाईले बसेको ठाउँ भएको हुनाले यस ठाउँको नाम ठोकर्पामा मेरो जन्म भयो। र म बालाकालदेखि भगवान हे राम भनेर सधैँ भगवानको आस्थामा जपिरहन्थेँ। मैले इन्जिनियरिङ क्याम्पसदेखि सरुवा हुँदै क्याम्पसमा म आयुर्वेद क्याम्पसमा गएर अवकाश भएँ। म सानो व्यक्ति सरकार, मैले पनि दुःखले जागिर खाएर बालबच्चा पालेर 13 जनाको जहान पालेर मैले जागिर खाएको थिएँ विश्वविद्यालयमा। म अहिले 80 वर्षको वृद्ध छु। मैले दुःखले कमाएको पैसा, सञ्चय कोषका पैसाहरू लिएर आएर मैले शुक्रपथ फाइनेन्समा जम्मा गरेको थिएँ। अहिले मेरो पैसा त्यो के अरे सञ्चालक हजारौँबाटी फोन गर्दा पनि मेरो फोन नउठाउने, मेरो फोन पनि नउठाउने र मलाई यति चाहिन्छ सरकार मेरो हेरिदिनु होला। मेरो दशौँला चोरी बिन्ती छ। यो म दिन्छु भन्ने मलाई झुक्क्याएको मेरो डेढ सकेको 2 वर्ष भयो। मसित प्रमाणहरू छ। म 80 वर्षको भएँ, म के खाऊँ? मेरो घर जग्गा जमिन भए पनि म कमाइ गर्न सक्दिनँ भने सरकार मेरो दशौँला चोरी बिन्ती छ, मेरो पैसा उठाइदिने काम गर्नु होला। धन्यवाद। अहिलेको बालिन सरकार रवि यस अहिलेको देशको नेता भन्ने कसलाई भनिन्छ? रविलाई भनिन्छ। त्यहाँ माथि प्रधानमन्त्री रविले बनाउनु भयो। रविलाई र मैले यो बालिन सरकारलाई यो बिन्ती चढाएको छु। धन्यवाद।